Happy birthday to you. Surprise. लामो वाला गाडीहरु रहेछ के लामो वाला गाडीले हेलो वेलकम टु यानी मिनी ब्लगमा स्वागत छ हजुरहरुलाई आज चाहिँ हाम्रो आरेना बुइनीको यानी बर्थडे छ तर मलाई चाहिँ थाहा थिएन अघि भर्खर थाहा पाएको केक काट्नु पर्ने त खै हिजो राति होला म चाहिँ अघि भर्खर थाहा पाएर बल्ल केक लिन जाँदैछु है गाइस यो विनोदले हँसाएर चाहिँ अड्क्यो है म त भर्खर थाहा भयो अनि त्यसपछि अब केक लिने ठाउँ पनि बन्द भयो कि के भयो थाहा छैन दिउँसै थाहा भएको भए त म डुलिरहेको थिएँ गाडी लिएर त्यतै पस्थेँ नि आजभोलि चाहिँ मैले केही पनि थाहा हुँदैन कसैको पनि बर्थडे होस् के मुसु मुसु हाँस्छौ यहाँ हाँस्छौ भिडियो बनाउने बेलामा पनि हाँसेर हैरा मैले भिडियो बनाउने बेला जहिले हाँसेर मुसु मुसु गाह्रो छ मलाई बोल्न आएको नि बिर्साइदिन्छन् भाइ रिस उठ्ने आएँ म चाहिँ कपाल चाहिँ के भएको केक चाहिँ कता ठुल्ठुलो हेलो यी सानो भनेको यो केक होला होइन यस्तो होइन कसले हो के भिडियोमा देखेको थियो नि त मैले सानो केक भनेको त्यही रहेछ यत्रो ठुलो लगाएर त के गर्नु अनि केक फाल्नुपर्छ है गाइस त्योहरू केकमा खर्च गर्नुहुन्न यो त्यसमा त के लेख्ने हो त नि लेख्न पनि नमिल्दो रहेछ है फेरि यो चाहिँ राम्रो रहेछ क्या I think this one. This one is more light. फाइनली चाहिँ अहिलेको पहिला चाहिँ कति यो मात्रै काट्ने काटिराखेको पहिला चाहिँ यो ठुलो ठुलो यस्तो खालेको अहिले चाहिँ डिफ्रेन्ट यो खाले काट्नु पऱ्यो अहिलेको बर्थडेमा चाहिँ फाइनली चाहिँ अहिलेको पालीमा चाहिँ मैले यो केक दिएँ This is also we can It's find. plastic. It's plastic. This Only. is regular candles. This one you take out this and put here. This is अस्ति नै empty. उल्टा हालेर Okay. कस्तो हाँसो And लाग्यो put like this on the cake. Okay. Like see. ओके भयो हाम्रो चाहिँ पैसा दियो पैसा दिनु परेको अरे यतिकै जाने केक लिएर चाहिँ हिँड्यौँ अब म चाहिँ केक लिएर आइसकेँ मेरो पालहरूमा चाहिँ यहाँ बहिनीहरूले नेल बनाउँदैछन् वाउ यस्तो बाङ्गो बाङ्गो केक अहिले चाहिँ बाङ्गो केक लिएर आएको कति गोलो खाले लिएर आउनु भनेर जहिले अर्को चाहिँ मनै परेन अब यसलाई नि अब चाहिँ हामी काम सकेर आर्यन दिदीको घर जान लागेको बर्थडे सरप्राइज दिन कस्तो लागिरहेछ यान्दी भोक लागेछ थकै लागेछ अरे थकै अब त गएर लागेछ गाइस मासु भात खाने हो नि त अब मासु बनाएर होला अब दिदीले जहिले हामी चाहिँ फेरि आज त फ्री थियो नि त है बिहान त भर्खर चाहिँ साँझको काम आएको भएर अनि बल्ल हिँडेको छौँ गाइस हामी चाहिँ के गर्नु यताउति जानु पऱ्यो भने कसैको यस्तो बर्थडे सड्डे पऱ्यो भने चाहिँ जहिले पनि यस्तै रोक्कै राख्छ क्या जहिले पनि फ्री टाइमले कहिले पनि हिँड्न पाउँदैन गाह्रो छ गाइस ज्ञानी गुरुङलाई कहिले गएर भात खाम भइसक्यो भोकले प्याक भइसक्यो मजा आउँछ नि त भोक लागेको बेलामा होइन गएर खाना पाउँदा होइन त गाइस ल हामी अगाडि हेर्ने है त अगाडि ट्राफिक पढ्यो ट्राफिकले के हो र गाइस यो ल गयो उता ठोक्यो अब पछाडि आइज पछाडि आइज अरे ल फेरि पछाडि गएछ पछाडि राखेको म फेरि अर्कोलाई पछाडि आइज भनेको दिदी चाहिँ पछाडि जानु लागेछ यस्तो गर्ने कि हामी चाहिँ अन द वे छौँ होइन आरेनाले फोन गर्दैछ गाई तर कतिखेर आउने भनेर मेसेज पठाइसक्यो हाम्रो दिदीले चाहिँ होइन
बट मैले तर के भने चाहिँ हामी चाहिँ अब यस्तै झात्रङ झुत्रुङ भात्रङ भुत्रङ भएर जान लाग्छौँ के गर्ने म त झन् कस्तो हालतमा चाहिँ माग्ने जस्तो हालतमा छु म त अहिले देख्छ होला तपाईँहरूले अगाडिबाट होइन म नदेखाउने क्या अरे अच्छी म अहिले देखाउँछु ल तिमी अलवेज राम्रो क्युट नो मेकअप सिम्पलमा के डाइरेक्ट त ठुलो आयो त डाइलग त सिम्पलमा क्युट देखेछौ त तिमी मेकअप गऱ्यो भने त झन् आइमी झै देखिन्छ अहिले चाहिँ क्युट बच्चा जस्तो देखिन्छ त्यो माथि यहाँको साइबसको यो बिल्डिङ चाहिँ राम्रो लाग्छ निकोलियो अब ग्रोभ टाढा जानलाई चाहिँ टाढाको बिल्डिङ हेर्नलाई चाहिँ गाइस साइप्रसाको यत्रो भयो के गर्नु ट्राफिक जाम हाम्रो दिदी चाहिँ आँखा देख्दै पुरा पावरवाला चस्मा लाउँदै गाडी चलाउँदै हुनुहुन्छ अब चाहिँ हामी पुग्नु लाग्यो दिदीको घरमा यो धन्न पार्किङ गर्ने ठाउँ रहेछ है कहाँ छ खोइ उयो अब त पार्किङ गर्ने ठाउँ छैन नि त गाइस कता रानी कता ए एक ठाउँमा घुसारिदिनु खाली ठाउँमा घुसारिदिनु ला यहाँ त रानी मिल्दैन हाम्रो दिदी चाहिँ निस्किँदैछ पार्किङ त भेट्यो त्यही पनि कस्तो खालको ठाउँ भेट्यो घर कुन हो यो हो कुन घर हो ए अर्को घरमा गएछु म त त्यही त्यस्तो पनि हुन्छ भने मान्छे घर जाने होइन सेक्सी माया के गर्नु देखाउँछु खालि त्यो घुसार्ने उल्टा घुसाला अस्तिको जस्तो यो यहाँ आएछ क्या हो यो यसरी हो हामी चाहिँ अब होइन दिदीलाई सरप्राइज दिनलाई होइन क्यान्डल बाहिर लाग्यो त्यो कार्टुन चाहिँ निकाल्नु हुँदैन क्या केक केक पग्लिसक्यो हेर्नु हाम्रो केक लङवाला केक फर्स्ट टाइम देख्नुभयो होला सरी बर्थडे गर्ल कराएर बर्थडे सधैँ केही होइन भनेर हामी चाहिँ अब जाने होइन यो भालेर भयो तपाईँ जानु नगरे खोलिसक्यो to you. Happy birthday to you. Happy birthday, dear Didi. Happy birthday to you. Clap, 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 clap. Happy birthday, Soltina. Happy birthday to you. यसो गर्छ फेरि अस्तिको त्यसो त बिल्डिङहरु के भन्छ यस्तै हुन्छ जहिले पनि अब पोहोर त थाहा थियो होला अहिले त थाहै थिएन हो मलाई फोटो गरेन हाँ? उ गर्ने हैन उ अझै बाल्नु बाँकी छ Happy birthday to you. Happy birthday, dear Ariana. Happy birthday to you. Sweet 16 हो कि कति हो? 16 हो बल्ल. Happy birthday. फोटो खिच फोटो. छोडो सकिन लागिसक्यो. Happy birthday. Happy birthday. फोटो फोटो अझै भएन जस्तो फोटो अझै गर्नु बाँकी छ मान्छेहरु बर्थडे भएर थाहै छैन मलाई सबै छैन त्यही त कति सक्दैन त वर्ष बाँकी रहेछ क्या बाछिहाल्यो ल केक मुनि आउनु ओ ह्यापी बर्थडे दिदी मेरो सोल्टिनीको रोग ब्याग सबै जाओस् है आफ्नै हेरेर आफै मात्र पर्दैन एउटा गङ्गा एउटा जमुना यता गङ्गा होला क्या यता जमुना होला ट्विन्स
ठुलो भएर भेटेको ट्विन असली लिम्बू नि बनेछ त दिदी त राइनी लिम्बू नि धामी बसो बनाएर बसै बस मनपर्ने म त यसको मेरो भातको आइटम हेर यहाँ के खाने होला नि मैले पन्ने बोकेर आए यहाँ पन्ने लिएर भने जुनाले इफेक्ट चेन्ज गरेको त अर्को केक पनि आउँदैछ है उता रेडी हुँदैछ ह्याप्पी बर्थडे टु यु अर्को केक पनि आयो है बर्थडे टु यु ह्याप्पी बर्थडे Happy birthday to you. अनि गोलो गोलो त पहिल्यै आएको थियो त आज चाहिँ अहिले चाहिँ जत्रो केक ल्याएछ बिहान दिदीले त मान्छे जत्रो केक ल्याएछ लम्बाइ कति गोलाइ मात्रै ल्याउनु त अनि कहिले ल्याए त कहिले सालमा त अनि यो इफेक्ट त कस्तो देखेको हौ इफेक्ट त कस्तो थियो कोनी मलाई त्यो निकालेको प्लास्टिक छ हो त्यो प्लास्टिक यहाँ पाउनु भनेको के मैले राम्रो आएन सडी नि त्यो ल्याउनु त ओ इफेक्ट कस्तो ल त्यहाँ अर्कै हालिदिनु इफेक्टै चिन्दिनँ है म त तपाईँको लु जस्तो काटेको हालिदिनु लु अलि राम्रो निकाल्नु यो लाइटले पनि सानो भयो के काट्नु ल लु मेरो अहिलेको हो मेरो सबै अब यहाँ नराम्रो दिनहरू सबै जाओस् आजबाट राम्रो दिन आओस् ह्यापी बर्थडे 2000 राम्रो दिन आएर अब धेरै धेरै पैसा कमाओस् धन्यवाद Happy birthday to you. Happy birthday dear Didi. Happy birthday to you. आउनु दाई भाउजू दिदी ल जेठो बाटोहरू खाऊ है हामी त बच्चा हो भर्खर 23 वर्ष हो म त झन् लास्टमा आउनु दिदी तपाईँ सुरुमा होइन सुरु त पहिला हजुरलाई म्याडम मेरो माइन्डमा त्यही मात्रै छ काम भइसक्यो पुरा दाई वर्ष म चाहिँ भाउजू आउनु यता भाउजू आउनु म त अब बिचरा चाहिँ खुवाइदिने मात्रै ल साह्रै चिन्ता गर्नुभएछ भाउजू धन्यवाद हाम्री भदैनीको भदैनी हाम्रो 1 महिनापछि जे लिन खान्छु भन्नु न साँच्ची 1 महिना मात्रै हो धेरै मात्रै बाँकी नि त त्यहाँदेखि के पकाएर Happy birthday to you. गुरुलाई फोन दिएर आउनु लु अलिक खुवाइदिनु पर्यो हौ अबको यो 25 के रे 25 मा 25 वर्ष पुग्यो अब 26 मा भन्नु 26 मा चाहिँ यस्तो गर भन्नु अब 26 मा चाहिँ अब धेरै पैसा कमाउन पैसा दिन तपाईले हो धेरै स्यालेरी बढाइदिनु आइतबार भन्नु स्यालेरी बढाइदिनु Happy birthday to you. आशीर्वाद आफैले भारी अब भोलि नै सन्डे परेछ स्यालेरी बढाइदिनु भोलि नै पुलिस ओल्टिनेहरू यता रोके जिन्दगीको के भन्छ अहिले तिमीहरूको त्यो केक कालो कालो दाँत भेटी सके कहाँ भेटिसक्यो खै देख्दिनँ त म त भाइ कहाँ भेटिसक्यो देख्दिनँ त म त सबैलाई त्यस्तो आशीर्वाद दिँदो रहेछ मलाई मात्र नदिँदो रहेछ आशीर्वाद त्यसले
ह्यापी बर्थडे टु यु दिदी ल केही हुँदैन स्किन केयर हुन्छ अन्डा हालेको अन्डा हालेको अन्डा हुन्छ म चाहिँ फेरि स्किन मलाई आशीर्वाद दिन आउँदैन नि म त जान्दिनँ यो खानु अनि के खान जाला अन्त अनि के यतातिर उठाएर अब फेरि के हो अब नबोलौँ भन्दा नि फेरि छोटी नि पिरित्तै भएछ त नि यो अनि बाहिर राखिराखेर अनि भर्खर स्विट 16 हो मेरो छोटीको चाहिँ अब भारू निरोगी हुनु अरू केही होइन पैसा त छैन निरोगी चाहिँ हुनु राम्रो आशीर्वाद दियो पायो छोटीले पैसा नि पायो पैसा नि पायो भेना नि पायो अनि निरोगी हुने नि पायो त्यही छुटेको थियो है मन्ताले त के आशीर्वाद दिन्छ सोचेर बसिरहेको छ कि के भन्ने मलाई त झन् केही भन्नै आएन अकमकाएर पैसाको कुरा एउटा कुरा गर्छु भनेको भन्छु भने झन् आउँदै आउँदैन है झन् पैसा कुरा गरे त म त उफै म त स्टेजमा गएर बोल्नु राख्नु जस्तो भइछ के भन्नु के त्यस्तै भइजान्छ त नि मन्तव्य यो त थोरै रक्सी भयो अलि धेरै भएको म के दिन्दै है फेरि लास्ट सोल्टिनलाई साह्रै आशीर्वाद दिन आउँदो रहेछ हो मलाई पनि लगाइदिनु न टिका मेरो भिडियो मलाई त भाइले खेले जाँदाखेरि उसले त कति मजाले आशीर्वाद दिएको थियो त अनि हो त नि है भिडियो नबनाउनु ए हो मन्तव्य दिनु गएको छु किन र लजाको हो भने चाहिँ बनाइदिनु अब बनाउनै नमिल्ने हुन्छ नबनाइदिनु लजाको हो ए छैन लजा राततिर भइसक्यो के आशीर्वाद दिनु हाकेको ताकेको सबै पुग्यो कराइ आयो है फेरि लिम्बू नि भन्न आटेको भन्नु खोजेको हाकेको होइन यस्तो पनि भन्छ भन्छ त होइन आज नौलो नौलो त्यो सुने है आशीर्वाद मैले कसम मलाई त आउँदैन त्यहाँबाट चाहिँ पत्रकारहरूले जस्तो यस्तो निकालेपछि होइन मेरो चाहिँ फेरि अघि होइन के काट्नु जानु आँटेको यो के उठाउने भाइको बाँकी हो क्या भाइले चाहिँ अब के सोच्छ भन्दै कपाल बुझ्दा अब आशीर्वाद दिनु पर्यो ल ए अब त पर्दैन अब होइन हौ छोटो मान्छे घोप्रो नि हुँदैन यत्रै कहिले बुढी चाहिँ हुँदैन मान्छे कुरा चाहिँ ठोक्का दिन्छ हैन स्याबेज दिन्छ के बिच यस्तो दुख्छ त भाइको आमालाई स्यालेरीको कुरा चाहिँ त बुझेर हाँस्दै गर्दै गर जाऊ 16 ल ल चाहिँ ह्यापी बर्थडे आज चाहिँ सिद्धियो सबैजनालाई धेरै धेरै धन्यवाद यो नसोचेको पनि आज के भयो भयो आज यस्तै रमाइलो हुन्छ मलाई कति बजे फोन गरेको थियो 9 बजे 9:30 बजे म त फुत्तै ढोका म त पकाउँदिन यति नै बाई बाई